साथीहरू अहिले हामी सर्बियामा एग्रिकल्चरमा आएको युरो कमाउनु है। हेर्नुहोस् त युरो कमाउँदैछौँ। युरो कसरी कमाउनु पर्दो रहेछ भन्दाखेरि यसरी मल हालेर है हामी हाल्दैछौँ है गाई छोरो। एग्रिकल्चरमा चाहिँ यस्तो हुन्छ है काम गाई छोरो सर्बियामा। ल हेर्नुहोस् यस्तो हुन्छ है। भयो मिर्ची अब ल हाल्दैछौँ है गाईछोरी युरो यस्तै हो भयो अफ अफ अफ। ल यता हेर्नु, यतातिर गहुँबारी है। गहुँबारी यहाँ साथीहरूले बिरुवामा मल हाल्दै हुनुहुन्छ। एकजना साथीले चाहिँ सफा गर्दै हुनुहुन्छ हाम्रो राजेन्द्र सर। हाम्रो मोहन लिम्बू सर र हाम्रो भाइ मधु राई चाहिँ मल हाल्दै हुनुहुन्छ। देखाइसक्यो अघि नै, फेरि देखाइदिउँ अर्कोचोटि। ल गहुँबारी हेर्नु है, गहुँबारी। यो चाहिँ के को बिरुवा भन्नुहुन्छ होला हैन। यो चाहिँ के को बिरुवा हो भने सल्ला हो, सल्ला। हाम्रो नेपालमा सल्ला भन्छ हैन। सल्लाको बिरुवा छ, सल्लो। विशेष गरी यहाँ प्राथमिकता दिँदो रहेछ यसरी।